हेलो एभ्रिवान, के तपाईलाई बग खोजेर पैसा कमाउन मन छ? आज म तपाईसँग एकदम इन्ट्रेस्टिङ केस स्टडी सेयर गर्नेछु। एकजना बग बाउन्टी हन्टरले सिर्फ एउटा बगले रिपोर्ट गरेर 13 लाख कमायो। यसो सोच्न सक्नुहुन्छ? भिडियोको अन्त्यसम्म हेर्नुस्। म तपाईलाई यो बग बाउन्टी हन्टरले कसरी बग खोज्यो, तपाई कसरी खोज्ने, लाइभ प्र्याक्टिकल स्टेप बाई स्टेप बुझाउँछु। सो अन्तिमसम्म भिडियो हेर्नु होला विदाउट स्किपिङ। सो लेट्स गेट इन्टु द भिडियो। अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नुहोला, अनि भिडियो मन परेमा लाइक गर्नुस्, कमेन्ट गर्नुस्, अनि साथीहरूसँग सेयर गर्नु। मेरो गोल 900 सब्सक्राइबर पुर्याउने छ। सो च्यानललाई सब्सक्राइब गरिदिनु होला। ओके, लेट्स गो। फर्स्टमा बुझौँ बग बाउन्टी भनेको के हो। बग बाउन्टी दुईवटा वर्डले मिलेर बनेको हुन्छ। एउटा बग भनेको चाहिँ वेबसाइट वा एपको कमजोरी जसले गर्दा कम्पनीलाई लस हुन्छ, अनि बाउन्टी भनेको चाहिँ त्यो कमी कमजोरीलाई रिपोर्ट गर्यो भने पाउने पैसा, त्यसलाई भनिन्छ बाउन्टी। त्यही भएर दुईटा वर्ड मिलेर बनेको हो यो बग बाउन्टी। बग बाउन्टी प्रोग्राम्समा ठुला कम्पनीज जस्तै फेसबुक, गुगल अनि टेस्लाले सिक्युरिटिज बग्स खोज्न इथिकल ह्याकर्सलाई इन्भाइट गर्छ। बग पाउँदा रिपोर्ट गरेपछि कम्पनीजले फिक्स गर्ने अनि रिपोर्टको महत्त्व अनुसार रिवार्ड पनि दिने गर्छन्। नेपालबाट पनि ह्याकर्सले यो अपर्च्युनिटीको उपयोग गर्न सकिन्छ। अब केस स्टडीको कुरा गरौँ बिफोर गोइङ इन्टु द प्र्याक्टिकल। एकजना बग बाउन्टी हन्टरले टेस्लाको वेबसाइटमा क्रस साइट स्क्रिप्टिङ भनेको चाहिँ एउटा बग हो, त्यो खोज्यो। क्रस साइट स्क्रिप्टिङले एटेकरलाई वेबसाइटको युजर डाटा एक्सेस गर्न, म्यानिपुलेट गर्न अनि म्यालिसियस कन्टेन्ट इन्जेक्ट गर्न सक्छ। सो क्रस साइट स्क्रिप्टिङलाई XSS पनि भनिन्छ। सो यो कसरी वर्क गर्छ पहिला सुरु बुझौँ स्टेप बाई स्टेप। सो स्टेप 1 मा बुझौँ। ह्याकरले इनपुट फिल्डमा म्यालिसियस कोड इन्जेक्ट गरेर टेस्टिङ गर्यो। स्टेप 2, कोड एक्जिक्युट भएपछि एटेकरले युजर सेसन डिटेल्स क्याप्चर गर्न सक्यो। स्टेप 3, रिपोर्ट सब्मिट गरेपछि टेस्लाले बग कन्फर्म गर्यो अनि त्यो टाइममै फिक्स गरियो, अनि त्यो पछि टेस्लाले भनौँ 13 लाख रिवार्ड दियो। सो यस्तो रिवार्डले देखाउँछ कि कम्पनीज कति मात्र सेक्युरिटीमा इन्भेस्ट गर्न तयार हुन्छ। यस्तो केस स्टडीले इथिकल ह्याकिङको इम्पोर्टेन्स देखाउँछ। अब बुझौँ यो क्रस साइट स्क्रिप्टिङ कसरी काम गर्छ। त्यसको लागि पोर्ट स्विगर भन्ने एउटा वेबसाइटमा जानुस् जहाँ तपाईँले सबै बगको बारेमा लर्न गर्न सक्नुहुन्छ। सो यसलाई XSS पनि भनिन्छ। क्रस साइट स्क्रिप्टिङ वा XSS एउटै नै हो। सो के हुन्छ भने यहाँनिर यो इमेजबाट बुझौँ। यो छ एउटा युजर जसले रेगुलर जस्तै एउटा वेबसाइट चलाइरहेछ। सो हेर्न सक्नुहुन्छ एउटा ह्याकरले यो माथि देखेको एउटा इन्जेक्ट गर्यो, कमेन्टमा इन्जेक्ट गर्यो र उसको युजर जसले चलाइरहेछ त्यसको डाटाहरू सबै सेन्सिटिभ डाटा, पासवर्ड, वायर ट्रान्सफरहरू सबै लिग्यो। सो योलाई नै भनिन्छ क्रस साइट स्क्रिप्टिङ। सो अब बुझौँ टाइप्स अफ XSS वा क्रस साइट स्क्रिप्टिङ। आजको भिडियोमा चाहिँ हामी बुझ्नेछौँ रिफ्लेक्टेड, किनभने रिफ्लेक्टेड XSS फाइन्ड गरेर रिपोर्ट गरेको हो। सो यसलाई बुझौँ कसरी गर्ने विथ अल प्र्याक्टिकल। ओके, पहिला सुरु एउटा फाइन्ड गर्नलाई एउटा प्र्याक्टिकलमै जाम। हामीले लाइभ प्र्याक्टिकल हुन्छ भनेको थियो। जस्तै कि फर इक्जाम्पल कसरी चुज गर्ने पहिला सुरु बुझौँ। म यहाँ गरेर पनि देखाउँछु, तर एउटा सिम्पल ल्याबमा देखाउँछु है। म अरू वेबसाइटतिर ट्राई गर्दिनँ। तर हाम्रो बजार भन्नेमा जाऊँ है। हाम्रो बजार भन्नेमा जाऊँ कसरी एउटा फाइन्ड गर्ने, के कसरी एउटा वेबसाइट चुज गर्ने कि यही एट्याकको लागि हुन्छ भनेर म गएँ हाम्रो बजार.com मा। अब यो रिफ्लेक्टेड भनेको चाहिँ के हो? यो रिफ्लेक्टेडले बुझाउनु भयो। रिफ्लेक्ट भनेको के हो? रिफ्लेक्ट गर्नु। जस्तै कि सो हेर्न सक्नुहुन्छ म हाम्रो बजार.com मा गएँ है। म ह्याक गरेर त देखाउँदिनँ हाम्रो बजार.com मा। म अर्को एउटा सिम्पल ल्याबमा देखाउँछु कसरी चुज गर्ने वेबसाइट म तपाईँलाई देखाउँछु। तपाईँ के गर्नुपर्छ? सिम्पल यस्तो फाइन्ड गर्नुपर्छ। हेर्न सक्नुहुन्छ सर्च फर एनिथिङ त्यस्तो टाइपको हेर्न सक्नुहुन्छ। सर्च फर एनिथिङ जस्तै कि दराज.com मा कहिलेकाहीँ कमेन्ट हुन्छ, कमेन्ट गर्न मिल्छ, त्यो फाइन्ड गर्नुपर्छ। रिफ्लेक्टको लागि हेर्न सक्नुहुन्छ। रिफ्लेक्ट भनेको रिफ्लेक्ट गर्नु पऱ्यो हामीले केही टाइप गरेको। जस्तै कि मैले यहाँनिर हाई टाइप गरेँ भने हेर्न सक्नुहुन्छ रिजल्ट फर हाई, यसले रिफ्लेक्ट गरेँ नि त मैले टाइप गरेको। अब हेलो गरेँ भने सो हेर्न सक्नुहुन्छ हेलो रिफ्लेक्ट गरेको छ नि त। यसको मतलब के हो? यहाँनिर
ट्राई गर्न मिल्छ है। अब छ कि छैन म त अफकोर्स देखाउन सक्दिनँ, किनभने पर्मिसन चाहिन्छ मलाई हाम्रो बजार.com को होइन, यो ट्राई गर्न मिल्छ कि मिल्दैन, म यो फाइन्ड गरौँ कि नगरौँ भने। तर यहाँनिर मैले ट्राई गर्न मिल्छ किनभने यसले रिफ्लेक्ट गरेको छ। अफकोर्स हाम्रो बजारले फिक्स गरेको छ होला, तर मैले यो ट्राई गर्न मिल्दैन यहाँनिर। तर यहाँबाट के बुझेँ भने मैले हेलो टाइप गर्ने बित्तिकै यहाँ हेलो आयो भने यसले चाहिँ रिफ्लेक्ट गर्ने रहेछ है, मेरो एउटा कोड पनि रिफ्लेक्ट गर्न सक्छ है भन्ने चाहिँ बुझियो मैले। सो म यहाँ ट्राई गर्दिनँ, म यो देखाएको सिम्पल तपाईँलाई कसरी चुज गर्ने, कसरी वेबसाइटहरू चुज गर्ने एउटा यो बगहरू फाइन्ड गर्नलाई भनेर बुझाउन खोजेको हो। सो अब हामी एउटा ल्याबमा जानेछौँ। सो अब प्र्याक्टिकल गर्नतिर लागौँ है। एउटा ल्याब चाहिन्छ, त्यसको लागि तपाईँ पोर्ट स्विगर सर्च गर्नुहोस्, त्यो पछि हामी सर्च गर्नुहोस् रिफ्लेक्टेड एक्सएसएस ल्याब भन्ने सर्च गर्नुहोस्। ओके, यहाँ चाहिँ हामीले ट्राई गर्न मिल्छ। सो यसलाई ओपन गर्नुहोस्, एक्सेस टु ल्याबमा क्लिक गर्नुहोस्। सो यहाँ चाहिँ एउटा तपाईँले लगइन गर्नुपर्छ, एउटा नयाँ अकाउन्ट खोल्नुपर्छ है, त्यो खोल्नुहोस्। सो हेर्न सक्नुहुन्छ एउटा ल्याब खोलिसकेको छ, यो चाहिँ प्र्याक्टिसको लागि मात्र हो है। सो यो ल्याब खोलिसकेको छ, तपाईँ सोच्नुहोस् कि यो एउटा तपाईँले एउटा चुज गरेको वेबसाइट हो, एउटा रियल वेबसाइट हो चुज गरेको। सो हेर्न सक्नुहुन्छ यहाँ नट सल्भ भनेर देखाएको छ है, यो हामीले सल्भ गरेको छैन रिफ्लेक्टेड एक्सएसएस। अब यो कसरी सल्भ गर्ने यो बुझौँ। जस्तै कि तपाईँले रियलमा मैले अघि हाम्रो बजारमा खोज्नु भने जस्तै यस्तो केही सर्च गर्ने टाइप खोज्नु, त्यसमा रिफ्लेक्ट हुन्छ कि हुँदैन खोज्नुहोस्। जस्तै कि मैले यहाँनिर हाई भन्यो भने हेर्न सक्नुहुन्छ यहाँनिर रिफ्लेक्ट गरेको छ हाई भनेर। सो मेरो यो कोड पनि रिफ्लेक्ट गर्न सक्छ। सो कोड के हो? सो लेट्स गो। यहाँ मैले कपी गरिसकेको छु, यसलाई मैले पेस्ट गरेको छु। हेर्न सक्नुहुन्छ यहाँनिर कोड, मैले अलिकति जुम गरिदिएँ अझै तपाईँहरूको लागि। कोड हेर्न सक्नुहुन्छ, यो कोड हाल्ने। ओके, सो यो कोड हालिसकेपछि सर्चमा क्लिक गर्ने, स्क्रिप्ट अलर्ट भनेर यो गर्ने। ओके, यहाँनिर यो स्क्रिप्ट हाल्ने। सो यसलाई सर्च क्लिक गर्दाखेरि तपाईँको यस्तो पपअप आउने बित्तिकै, तपाईँले ट्राई गरेको वेबसाइटमा पपअप आउने बित्तिकै तपाईँले बुझ्न सक्नुहुन्छ कि त्यो वेबसाइटमा क्रस साइट स्क्रिप्टिङ बग छ भनेर। सो अब के गर्ने, यो भएपछि तपाईँले फाइन्ड गर्नुभयो है। सो त्यो पछि तपाईँ स्नाइपिङ टुल भन्नेमा जाने, अनि यो न्यूमा क्लिक गर्ने, स्क्रिनसट गर्ने। ओके, यो स्क्रिनसट गर्ने र हरेक स्टेप स्क्रिनसट गर्ने, कोड हालेकोदेखि सबै। सो यो थाहा पाउनु, यो आउने बित्तिकै तपाईँले के थाहा पाउनुभयो भने यो वेबसाइटमा रिफ्लेक्टेड क्रस साइट स्क्रिप्टिङ बग छ। सो तपाईँ रिपोर्ट गर्न सक्नुहुन्छ एन्ड तपाईँ रिवार्ड कमाउन सक्नुहुन्छ। सो यस्तो सिम्पल्ली नै बग खोज्न सक्नुहुन्छ। सो क्रस साइट स्क्रिप्टिङ यो त अलिकति बेसिक भयो। अफकोर्स यो स्क्रिप्ट एउटा सिम्पल स्क्रिप्ट थियो, कुनै बेला चल्दैन यो, यसको लागि एडभान्स पनि चाहिन सक्छ। सो एडभान्स चाहिन्छ भने जस्ट कमेन्ट गर्नुहोस्, इन्स्टाग्राममा मेसेज गर्नुहोस् XSS वा क्रस साइट स्क्रिप्टिङ भनेर। म तपाईँलाई यो स्क्रिप्ट हामीले जुन लेख्यो नि, यो हामीले जुन स्क्रिप्ट लेख्यो, म अझै एडभान्स स्क्रिप्ट तपाईँलाई दिनेछु। यहाँ सल्भ भनेर पनि देखाइसक्यो, हाम्रो सल्भ भइसकेको छ। यो हो रिफ्लेक्टेड क्रस साइट स्क्रिप्टिङ। सो तपाईँ ट्राई गर्न सक्नुहुन्छ अरू वेबसाइटमा, अनि रिपोर्ट गर्न सक्नुहुन्छ र तपाईँको फर्स्ट बग फाइन्ड गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। यो भिडियोमा मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नु अनि सेयर गर्न नभुल्नु होला। अनि तपाईँलाई कसरी यो बग बाउन्टी स्टार्ट गर्ने भिडियो चाहिन्छ भने जस्ट कमेन्ट गर्नु होला। आफ्टर सम डेज मैले अफकोर्स अपलोड गर्ने नै छु। सो थ्याङ्क यू, ह्याप्पी हन्टिङ।